हेलो गाइज आज सबैजनालाई वेलकम छ मेरो न्यू मिनी ब्लगमा। र आज चाहिँ म यो पिपल बोर्डबाट भित्र बौद्ध पिपल बोर्डबाट भित्र नेवारी रेस्टुरेन्टमा आइसकेको छु र यहाँको मेन्युहरू मैले सुरुमा यसरी पल्टाएँ। आज चाहिँ म साथीसँग यसो फुड हन्टको लागि गएको थिएँ र बाँकी चाहिँ तपाईँले हेर्न सक्नुहुन्छ के गरेको छु मैले है त। र हामीले अर्डर गऱ्यो आलु साँधेको, त्यसपछि सफु मिर्चा 1 प्लेट र 12। अनि साथी चाहिँ तामाको ग्लासमा बबाल रहेछ है, त्यहाँ चाहिँ तामाको भाँडामा पानी दिने रहेछ। त्यसपछि मैले गम खाँदै फुड रिभ्यू गरेँ, तपाईँले हेर्न सक्नुहुन्छ है त। अमिलो हल्का पिरो मिठै छ। हल्का 5मा पिरो पनि छ, तर नेवारीको जस्तो हुन्छ, हल्का पिरो हुन्छ। 3.5 हो। डोरी समात्यो धेरै पछि खाएको चाहिँ चिल्लो बढी अघिको मिलेन र अब चाहिँ चिल्लो पनि धेरै भयो। चिल्लो धेरै खानु हुँदैन भयो त। बाबा लास्ट टाइम चिसो रहेछ। अब चाहिँ 12 पहिला चाहिँ म यतिकै खान्छु र सेकेन्डमा चाहिँ चोकेर खान्छु एकछिनमै त। खाउँ अब। 12 मिनट भयो। अचार पिरो छ त्योसँग टुक्क हो, ठिकै हुँदैछ, एकदम मिठो छ। यो चाहिँ फेरि चोक मन लाग्यो मलाई, हात चाहिँ तात्तर भयो। लगाइदियो त्यस्तै फुड रिभ्यू र डेली मिनी ब्लग्सहरू हेर्नु चाहनुहुन्छ भने यो आइडियालाई फलो पनि गर्नु र च्यानललाई सेयर सब्सक्राइब पनि गरिदिनु है त। धन्यवाद। हाम्रो बिल चाहिँ हामीले धेरै पनि खाने, यसो 50-15 बोतल मिठो भयो। साथै मिठो नभए हामीलाई मक्छ के भयो, मिठो भयो नमिठो भयो, ठिकै भएको छ एकदम। टन्न अगाडि आउँदा हुन्छ 2टा मैले अनलाइन लगेँ सफु मिर्चा। र यति नै हाम्रो सर्ट मिनी ब्लग छ फुडको। र हामी अब पछि आउनेछौँ, फलो गर्नुहुन्छ। नबिर्सिनु। बाई बाई।